हेल्थ इज नट च्यारिटी, हेल्थ इज सेक्युरिटी। नमस्कार। नेपाली कांग्रेस बदल्यौं र बदलिएको कांग्रेस मार्फतबाट देश बदल्छौं भन्ने हाम्रो संकल्प छ, तर कसरी? यो विषय हामी नेपाली कांग्रेसको संकल्प पत्रमा विस्तृत रूपमा लिएर आउँछौं। अहिलेलाई भने मलाई कुरा गर्न मन लागेको केही विषयहरूको बारेमा नियमित रूपमा भिडियो मार्फतबाट कुरा राख्ने सोचाइ बनाएको छ। आजको विषय मैले हेल्थ, त्यसभित्र हेल्थ इन्स्योरेन्सलाई छानेको छु। केही वर्ष अगाडि म स्वास्थ्य मन्त्री भएको मेरो अनुभव म त्यहाँबाट सुरु गरौँ। यति धेरैजना मान्छेहरू मैले भेट्थेँ जसले पैसा नभएको कारणले गर्दा उपचार बिचमै छोड्नु परेको र उपचार गर्दा गर्दै आफ्नो धन सम्पत्ति सबै सकिएको, बल्ल बल्ल मेहनत गरेर गरिबीबाट बाहिर निस्केको छ, कडा रोग लाग्यो, परिवारको कुनै सदस्यलाई उपचार गर्दै गर्दाखेरि घरखेत जाने स्थिति बनेको। हाम्रो विश्व स्वास्थ्य सङ्गठनले के भन्दो रहेछ भने एउटा नागरिकले खल्तीबाट कति खर्च गर्छ यसको आधारमा राज्यले आफ्नो भूमिका निर्वाह गरेको छ कि छैन भन्ने कुरा देखिन्छ। सामान्यतया 20% को हाराहारीमा खर्च गरेको हुनुपर्छ। हाम्रो सन्दर्भमा मोरलेस 57% भनिसके पछाडि 3 गुणा बढी छ। यसले पनि देखाउँछ। यसको समाधान के हो त भन्ने सन्दर्भमा चाहिँ स्वास्थ्य बिमाको कार्यक्रम पहिला मैले सुरु गरेँ, तर कार्यक्रमले मात्र हुँदैन, कानुनै बनाउनुपर्छ भनेर मेरै कार्यकालमा एउटा कानुन हामीले बनायौँ, जुन कानुनले के अगाडि सार्यो भने प्रत्येक नेपाली नागरिकको अनिवार्य रूपमा बिमा गर्ने र यो बिमाकोमा थोरै प्रिमियम आएको आधारमा प्रिमियम तिर्ने, जसले प्रिमियम तिर्न सक्दैन त्यो प्रिमियम चाहिँ जस्तो अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, अति विपन्नहरूको यो राज्यले तिर्दिने, जसले गर्दा सबैको बिमा भएको हुन्छ। र बिमाको कार्यक्रमलाई सफल बनाउनका निम्ति स्वास्थ्यसँग जोडेका थुप्रै कार्यक्रमलाई एकीकृत पनि गर्ने भन्ने सोचका साथ बिमाको यो कानुनै सुरु गरेँ। सुरुमा बिमाको कार्यक्रम राम्रोसँग अगाडि पनि बढ्यो, तर म लामो समयसम्म रहन पाइनँ। पछिल्लो समयमा यसलाई विस्तार गर्ने भनेर स्वास्थ्य मन्त्रालयमा रहँदै गर्दा प्रदीप पौडेलजीले पनि यसमा केही थप प्रयासहरू पनि गर्नुभयो, तर अनफर्चुनेटली अहिले बिमाको कार्यक्रम अस्तव्यस्त भएको छ। मैले समाचारहरू पढ्दै गर्दा यो त बन्दै हुने हो कि भनेको जस्तो स्थिति भएको छ। त्यस कारणले गर्दाखेरि यसलाई सच्याउनु पर्ने, सुधार्नु पर्ने त छँदैछ, तर त्योभन्दा पनि बढी यसलाई जुन सोचका साथमा यो कार्यक्रम सुरु गरेका थियौँ, कानुन बनाएका थियौँ, त्यो ठाउँसम्म पुर्याउनु पर्ने छ। त्यसैले यो मेरो तर्फबाट कमिटमेन्ट हो, नेपाली कांग्रेस पार्टीको तर्फबाट कमिटमेन्ट हो कि हामीहरूले जिम्मेवारी पाउँदै गर्दाखेरि स्वास्थ्य बिमाको कार्यक्रमलाई सबभन्दा पहिला हामी राष्ट्रिय गौरवको कार्यक्रम बनाउँछौँ र यसका निम्ति हामीले सोचेका केही कुराहरू छन्। छोटकरीमा मात्र कुरा राख्छु। पहिलो कुरा भनेको यो युनिभर्सल कभरेजको कुरा छ कि प्रत्येक नेपाली नागरिकको बिमा गर्नै पर्छ, नभए बिमाको कार्यक्रम चल्न सक्दैन। र यसको लागि यो औपचारिक क्षेत्रबाट सुरु गर्ने र सबैलाई यसमा आबद्ध गर्ने र त्यस पछाडि इयरमार्क गरेर यो रक्सी, चुरोट जस्तो थुप्रै विषयहरूमा चाहिँ एउटा ट्याक्स गरेको, जसको पैसा यो स्वास्थ्य बिमाको लागि नै खर्च हुने गरिकन यसमा हामीले काम गर्नुपर्छ। दोस्रो कुरा भनेको सबै कार्यक्रमहरूलाई एकीकृत गर्ने, जति पनि सामाजिक सुरक्षासँग जोडिएका, स्वास्थ्यसँग जोडिएका कार्यक्रमहरू छन् यसलाई अत्ततत्त छरेर बिमाको कार्यक्रम चलाउन सकिँदैन, सबैलाई बिमा अन्तर्गत लिएर आउनुपर्छ। तेस्रो कुरा भनेको हाम्रो प्रणालीलाई सुदृढ बनाउने, एकीकृत बनाउने हो। 3 तहको सरकार छ, एउटा सरकारले एउटा काम गरेको छ, अर्को सरकारले अर्को काम गरेको छ, यसलाई एक ठाउँ लिएर आउनुपर्ने छ। त्यसै गरिकन प्राइमेरी, सेकेन्डरी, टर्सरी केयर दिने डिफ्रेन्ट लेभलमा डिफ्रेन्ट सेन्टर्सहरू छ, कसले कसरी दिने यसलाई एक ठाउँ लिएर आउनुपर्ने छ। प्रिभेन्सन, प्रमोसनको कार्यक्रमहरूलाई पनि एकै ठाउँ ल्याएर बाँध्नुपर्ने छ। र यसरी हामीले एउटा यो होलिस्टिक अप्रोचबाट हेऱ्यौँ भने बल्ल बिमाको कार्यक्रम सफल हुन सक्छ र हामीले प्राइभेटबाट पनि र सरकारीबाट छँदैछ सबै ठाउँबाट बिमाको सेवा सुविधा दिने अवस्था बनाउनु पर्नेछ। र चौथो र सबभन्दा महत्त्वपूर्ण कुरा भनेको चाहिँ बिमाको गभर्नेन्स सुधार गर्ने कुरा हो। यति धेरै चुहावट छ, यो चुहावटलाई रोक्नका निम्ति रियल टाइम यो डिजिटल सिस्टम कसरी बनाउन सकिन्छ भनेर हामीले यसमा काम तयारी गरेका छौँ। सेवालाई चुस्त दुरुस्त कसरी बनाउने, यो क्लेमलाई ठिक कसरी गर्ने, टाइममा क्लेम गर्ने, टाइममा पेमेन्ट गर्ने, यो दोहोरोपन हुन नदिने, यो सबै कुराहरूको सन्दर्भमा कसरी गर्ने र यसको निम्ति बिमाको बोर्डलाई बलियो कसरी बनाउने, संरचनागत सुधार कसरी गर्ने भनेर यसको बारेमा डिटेल वर्कआउट गरेका छौँ। यी कुराहरू लगायत केही कुराहरू गर्दाखेरि के गर्न सकिन्छ भन्ने मलाई विश्वास छ भने यो निर्वाचन पछाडिको जब हामी 5 वर्ष सरकार चल्छ र 5th इयरमा पुग्दै गर्दाखेरि अहिले सुरुको बिमाको अहिले अस्तव्यस्त हुने कुरा त सचिन्छ। बिमाको कभरेज त्यसपछि सेकेन्ड राउन्डमा बिमाको कभरेज हामी बढाउँछौँ र थर्ड राउन्डमा जाने भनेको चाहिँ एउटा नेपाली नागरिकले स्वास्थ्य बिमा लिइसकेपछि जति खर्च लागे तापनि केही नेगेटिभ रिस्क भन्दा बाहेकका अरू सबै कुरा बिमाले कभर गर्ने ठाउँसम्म पुर्याउन सकिन्छ। यस्तो हुन सक्यो भने कसैले पनि खल्तीमा पैसा भएन, त्यसकारणले गर्दा मेरो उपचार भएन भन्नु पर्दैन, कसैले पनि घरखेत पनि बेच्नु पर्दैन। राज्यले यसको जिम्मेवारी लिन्छ र यसमा नागरिकको पनि सबैको हाम्रो पार्टनरसिप पनि हुन्छ, हाम्रो कन्ट्रिब्युसन पनि हुन्छ। कसरी गर्न सकिन्छ डिटेल वर्कआउट हामीले गरेका छौँ। अहिलेलाई खालि मेरो केही आइडियाको बारेमा मैले भने यो किन गर्नुपर्छ भन्ने कुरामा हामीहरू किन प्रष्ट छौँ भने हेल्थ इज नट च्यारिटी, हेल्थ इज सेक्युरिटी। हेल्थ कन्स्टिट्युसनल राइट हो र सरकारको यसमा आफ्नो जिम्मेवारी छ। यो जिम्मेवारी पुरा गर्नका निम्ति स्वास्थ्य बिमाको कार्यक्रम नै सबभन्दा महत्त्वपूर्ण हो र यसको सुधारको बारेमा हामीले सबै योजना बनाएका छौँ, जुन योजना अब हामी कार्यान्वयन गर्न चाहन्छौँ। धन्यवाद। नमस्कार। जय नेपाल।